हेलो हेलो साथीहरू, आज पनि हजुरकोमा धेरै दिनपछि मैले नयाँ भिडियो लिएर आएको छु। आज चाहिँ म मेरो पुरानो गाउँमा छु। अनि आउनु चाहिँ म अघि बिहानै आएको, यहाँ हाम्रो पूजातिर आएको थिएँ। त्यो पूजाको चाहिँ भिडियो खिच्न पाइनँ। अब हजुरलाई यही गाउँ घुमेको अनि यहाँ बजार ल्याएको छ, बजार सजार देखाएर म घर ल्याएको छु। हाम्रो भिडियो हेर्दै गर्नु होला है त। गाउँघर त्यस्तो सागसग हुन्छ हामी आज हाम्रोमा बजार पनि लाग्छ, बजार पनि लागेको छ। अब हाम्रो गाउँको बजार पनि देखाउने छु, हेर्नु होला साथी। त्यो गाडीमा चढ्दा जाने गाडी गाडीमा चढ्दा है। कुन गाडी के जानु उता हालेर जाउँ न। हाम्रो बजार पहिले कम त ठुलो लाग्नु अहिले अहिले त 4-5वटा दोकान मात्रै छ। 4-5 होइन, 2-3 गाउँमा दुईटा पहिले सानो लाग्थ्यो है हामी। अहिले त बजार पनि चुको, मान्छे पनि चुको। हो खोइ हाम्रो बुढी छैन आज, सुबेक्टा बुढी घरभित्र चाहिँ के त दाइ दाइलाई भक्कमा देखाइदिउँ न। बजार आयो बजार। दाइको हामी चाहिँ अब बजारबाट निस्केर घर जान्छौँ। घर हाम्रो यहाँ नयाँ नयाँ जोडी दाजु भाउजू आउनुहुँदैछ। दाजु भाउजू दाजु भाउजू आउनुहुँदैछ। दाजु भाउजू यहाँ दाजु भाउजू आउनुहुँदैछ। हाम्रो भाउजू हाम्रो दाजुसँग आउनुहुँदैछ। दाजु भाउजू हाम्रो यहाँ हाम्रो दाजु त साह्रै लजाउनुहुन्छ। हाम्रो दाजु नयाँ दाजु हाम्रो दाइको बोल्नु दाइ यार, तपाईँ के भएको दाइ? आज काममा किन नजानु भएको दाइ? साइड म उता आउँछु भोलिबाट। हाम्रो भाउजू यता चाहिँ अब चाहिँ साथीहरू घर जाँदा चाहिँ रात पनि परिसक्यो। अघि बजारबाट मैले सुँगुरको मासु लिएको छु। अब घरमा गएर त्यो पनि पकाएर अनि मेरोमा सासूआमा बग्छ, यहाँ भाइ पनि जानेछन्, अनि पकाएर खाएको भिडियो देखाउने छु। हाम्रो भिडियो अन्तिमसम्म हेर्दै गर्नु होला साथीहरू है त। रात पनि परिसक्यो, ढिलो पनि भइसक्यो। अब डाइरेक्ट घरमा गएर देखाउने बल्ल बल्ल साथीहरू। अब घर आइपुगेँ, राति झपक्कै परिसकेर अब काटकुट गर्ने हो सुँगुरको मासु। अहिले गाउँबाट ल्याएको छु। बजार हाम्रोमा देख्नु पऱ्यो नि कति लाग्छ, कस्तो लाग्छ। 2टा बजार लाग्छ, 2टा मात्रै एकदम। पहिले चाहिँ एकदम धेरै लाग्थ्यो, अहिले चाहिँ अलिक गाउँघरतिर पनि सब्जीहरू पाउनु थाल्यो, त्यही भएर 2टा मात्रै लाग्छ। अलिक पछि फेरि लाग्छ, म देखाउने छु। अब घर आएर अब तपाईँलाई मासु काटकुट गरेर खाएको भिडियो देखाउने छु, हेर्दै गर्नु होला साथी है त। यो खै त्यहाँ मामाले मारेको हुन्छ नि, त्यही भएर गरिदिनु सोच्दा गाइस। काकाले चाहिँ मासु मजाले काट्नुहुँदैछ। साथीहरू बुवाले चाहिँ सब्जी काटेर नि रेडी गरिसक्नुभयो। अब म चाहिँ दाल बसाउन रेडी गर्दैछु। यो चाहिँ कुकर पनि तातिसकेछ। म चाहिँ लसुन कुटेर यहाँ राखेको कालो दाल धोएर रेडी गरेको छु।
साथीहरू म चाहिँ अब यहाँ मासु बोक्नु पर्यो मेरो चाहिँ चिया पोखेर यतिकै छ त्यसपछि बेसरले पानी लगाइदिन्छु बोखाइदिएको मजाले पाकेको छ कि अब भयो निकालिदिन्छु ल हाम्रो चाहिँ सब्जी पाकिसक्यो अब म चाहिँ धुएर भाइले खाना दिन्छु अनि केटाकेटीलाई मजाले ल बुवाहरूले चाहिँ खाना खाँदै हुनुहुन्छ बिहानको सब्जी थियो अलिकति आलु पर्सी अनि अचार आएन चम्चीले पटाउने बेला भयो ल मुलाको अचारसँग खाने रे साथीहरू मम्मीलाई नै खाना दिएँ मैले यतापट्टि चाहिँ हाम्रो बहिनी नै खाँदै हुन्छ अनि मम्मी खाँदै हुन्छ यता अब म खान्छु मेरो खाना चाहिँ यहाँ छ दाल सब्जी अचार मासु यहाँ छ सबै एकै ठाउँ छ भात देखेर पनि तर्सिनुहुन्छ होला मेरो चाहिँ अब म चाहिँ खान्छु खाना ठ्याक्क यतिकोमा मिठो लाग्यो मासु अझै खाने अमन होला नि फेरि मन्छेले पो छिटो खायो त छिटो खान्छ त अहिले मम्मीले के हाल्थेँ भयो मिठो भयो मासु मिठो भयो साथीले हामीले चाहिँ खाना खाइसकिसक्यौँ पनि अनि म चाहिँ बिनतलाई अन्डा बनाइदिँदैछु उसले चाहिँ सुँगुरको मासु खाँदैन नि त त्यही भएर उसलाई अन्डा बनाइदिन्छु सबभन्दा अन्तिममा जहिले पनि अन्तिममा खानेको चाहिँ अहिले चाहिँ धमाधम म चाहिँ गेम खेलिरहेको छ भ्याइ दाल यत्तिकै खुवाइदिनु पऱ्यो